नमस्कार सबैलाई। आज म तपाईहरुलाई लिएर जाँदैछु एक अविस्मरणीय पदयात्रामा। पनौतीबाट हामीले आफ्नो यात्रा बाइकमै सुरु गर्यौं। बिहानको चिसो हावा, सुनसान सडक र नयाँ उत्साह सहित हामी पुग्यौं माछापोखरीसम्म। त्यसपछि त्यहाँबाट बस चढेर अघि बढ्यौं स्याफुरबेसीतर्फ, जहाँबाट हाम्रो वास्तविक पदयात्रा सुरु हुने थियो। Well, I saddled up my shoe, headed out at dawn. Yeah, I saddled up my shoes, headed out at dawn. Ain't no place gonna hold me. स्याफुरबेसी पुगेपछि हामीले झोला काँधमा बोकेर पहिलो पाइला चाल्यौं। हामी चाहिँ भर्खरै स्याफुरबेसीबाट ट्रेकिङ स्टार्ट गरेको छौँ। यहाँ पुग्नलाई लगभग 6-7 घन्टा लाग्यो होला हामीलाई काठमाडौँबाट। अब हामी जाँदैछौँ लाभा होटेलतिर। पिस तर अलिकति चाहिँ घाम लागेर अलिकति गर्मी जस्तो महसुस भयो कि मलाई। अलिक गाह्रो छ गाइस हिँड्नलाई। सुरु आएन। हो ब्याङमा चाहिँ नि कतै भन्न नथाकोस्। यही बाटोमै हामीले भेट्यौं एक अनुभवी दाइ रामशरण आचार्य। उहाँसँगको छोटो कुराकानीले हामीलाई अझै उत्साहित बनायो र हाम्रो यात्रा अझै विशेष बनाइदियो। दाइ हुनुहुन्छ हाम्रो स्वास्थ्य कर्मी। एकदम रमाइलो छ भनौँ न। लाङटाङ खोलाको आवाज सुन्दै घना जङ्गल र उकालो ओह्रालो बाटो पार गर्दै हामी अगाडि बढ्दै गयौं। बाटोमै हामीले लाङटाङ हाइड्रो पावर पनि देख्यौं। प्रकृति र विकासको एउटा रोचक सङ्गम जस्तो लाग्यो। यो चाहिँ पुरानो पुल रहेछ गएको, त्यो चाहिँ नयाँ। वाउ, झरना चाहिँ दामी रहेछ है। अन्त हस् बिस्तारै बिस्तारै बिस्तारै। साथीहरू, तपाईहरु लाङटाङ गएर आउनुभयो, गोसाइकुण्ड जान चाहनुहुन्छ भने चाहिँ यहाँबाट जाने है। यहाँबाट जान सक्नुहुन्छ तपाईहरु गोसाइकुण्ड। ल नबोल्नु।
यहाँबाट ब्याम्बु चाहिँ 1 घन्टा लाग्दो रहेछ। टक्क अहिले चाहिँ हामी पहिरो आयौँ। थकान बढ्दै गयो तर प्रकृतिको सुन्दरताले त्यो थकान हराउँदै लग्यो। त्यसैसँगै हामी पहिरो पुग्यौँ तर हाम्रो आजको गन्तव्य भने अलि माथि नै थियो। त्यसकारण हामी पहिरोमा एकछिन आराम गरेर अगाडितर्फ लाग्यौँ। चस्मा लगाइसकेको छु मैले। टक्क हिँड्दैछु अब। बाटो चाहिँ पहिरोसम्म त्यति साह्रो गाह्रो चाहिँ रहन्छ साथीहरू, तर हामी जसरी यस्तो भारी बोकेर आउँदा चाहिँ अलिकति चाहिँ गाह्रो हुने रहेछ है। त्यो चाहिँ बुझ्नुहोस्। नपत्याए यो मान्छेलाई सोध्नुहोस् कतिको गाह्रो भइरहेछ? छैन। ओके। त्यो दाइ मौरीको बारेमा के हो? त्यो मह के को बारेमा भनिदिनुहोस्। यो चाहिँ वाइल्ड हनी बी भन्छ होइन। हजुर। अब यो खायो भने एकदमै धेरै लाग्छ, ड्रग्स जस्तै हो। अनि यो बेच्नलाई एकदमै महँगो हुन्छ, तर यहाँ चाहिँ यो लाङटाङ राष्ट्रिय निकुञ्जको प्रोपर्टी भएको हुनाले यो इलिगलहरू निकाल्न पाइँदैन। हजुर। अब त्यही नै हो। यति हो है। ल साथीहरू, यसको बारेमा हजुरहरूले अलिकति नलेज त प्राप्त गर्नुभयो होला है त। ल धन्यवाद। लाङटाङमा नि सर्टकट आइयो है त। एडभेन्चर रामदाइले हामीलाई लामो बाटो नगई छोटो बाटो जाने भनेर छोटो बाटोबाट लिएर जानुभयो। बाटोमा माथितर्फ जाँदै गरेका केही पर्यटकहरूसँग भेट भयो र हामीले केही समय सँगै घुलमिल भएर कुरा गर्यौँ। हामी चाहिँ ब्याम्बु पुग्यो साथीहरू। ब्याम्बु पुग्न चाहिँ लगभग स्याफुरबेसीबाट 3-3.5 घन्टा लाग्ने रहेछ बसी बसी आरामले आउनुभयो भने। अनि यहाँको नजारा एकदम राम्रो रहेछ, खोला रहेछ साइडमा होइन। ल अहिलेलाई यति। ब्रिज रहेछ, यस्तो ब्रिज क्रस गरेर झर्नाबाट आइयौँ ब्याम्बुबाट। प्राय मान्छेहरूको पहिलो दिनको बसाइ ब्याम्बु नै हुने रहेछ, तर हाम्रो भने रिम्चे थियो। त्यसैले हामी ब्याम्बुलाई पार गर्दै रिम्चेतर्फ अघि बढ्यौँ। तर ट्रेलहरूले गरेर अलिक थकाइ लाग्यो नि, हिँड्न चाहिँ मद्दत गरिरहेको छ मलाई। तर एकजना यहाँ एकदम कछुवाको तालमा हिँड्ने मान्छे नि मैले भेटिसकेँ होइन। कछुवा भनेको त कछुवा भनेको त मधिसे रहेछ कस्तो। के तपाईँ के फोहोर कापी किताब लिन आउनुभयो हो? आफ्नो फेरि देखाइहाल्छ है आफ्नो टक्क रियल स्वरूप। ल साथीहरू अहिलेको लागि। र हामी जङ्गलको बीचबाट हिँड्दै कुराकानी गर्दै र हाँस्दै अघि बढ्न थाल्यौँ। पुरै रुख पछाडि ठ्याक्कै हो नि त, रुख पछाडि उयो मृग। अगाडि बढ्दै गर्दा म वरिपरिका विशाल पहाडहरूलाई हेरेर हराउँदै गएँ। ब्रिजमा चढ्दैछु। ब्रिज चाहिँ एकदम डेन्जर रहेछ होइन, योवाला रहेछ। यहाँ अगाडि चाहिँ यहाँ धेरै झोलुङ्गे पुलहरू देख्न पाइने रहेछ। झोलुङ्गे पुलको तल लाङटाङ खोला थियो। साथीहरू यो चाहिँ ल्यान्डस्लाइड एरिया रहेछ।
यसमा चाहिँ जति सक्नुहुन्छ चाँडो हजुरहरूले कम्प्लिट गरेको राम्रो भन्छु म चाहिँ। माथिबाट जति बेला नि जे नि आउन सक्छ। यस्तो छ हेर्नुहोस्, फ्रान्सको एकजना केटी र अनि एउटा कहाँको पो मान्छे दुईजना यो पहिरो लगिसक्यो अरे भन्ने मैले सूचना पाएँ। सो हजुरहरू ट्रेक गर्न चाहनुहुन्छ भने यो प्लेस आउँदा अलिकति स्पिड हिँड्न मैले चाहिँ ल्यान्डस्लाइड एरिया कभर गरिसकेको छु। एकदम खतरनाक रहेछ यो बाटो, हेर्न सक्नुहुन्छ हजुरहरू। तर फेरि खोला चाहिँ अति राम्रो रहेछ, तर एकदम ध्यानपूर्वक जानुपर्ने रहेछ है त। यहाँ चाहिँ खतरा ल्यान्डस्लाइड रहेछ। सी गाइज, हामी चाहिँ 6:30 जस्तो भइसक्यो। हामी अब रिम्चेतर्फ लाग्दैछौँ साथीहरू। यहाँ अलिक भालु सालु के आउने पनि रहेछ। राति भएपछि चाहिँ केही छैन। अब पुगिन्छ होला। अब 10-15 मिनटमा सायद, जहाँसम्म अनुमान छ त्यति मिनटमा हामी रिम्चे पुगिन्छौँ होला। ब्याम्बूबाट हिँडेको लगभग यहाँ 4 बजी हिँड्यो भने 2.5 घन्टा जस्तो भइसक्यो। ल अब हामी रिम्चे पुगेपछि भेटौँला है त साथीहरू। स्याफुर बेसीबाट 12:40 बजे हामीले हाम्रो पदयात्रा सुरु गऱ्यौँ। घना जङ्गल, उकालो बाटो, झोलुङ्गे पुलहरू र खोलाको आवाजसँगै समय बिस्तारै बित्दै गयो। थकान र उत्साह दुवै बोकेर करिब 6 घन्टा हिँडेपछि साँझको 6:40 बजे रिम्चे पुग्यौँ। फाइनली रुम चाहिँ यस्तै रहेछ। ठिकै छ भन। अलि चिसो थियो, धेरै भने होइन। त्यसैले हामी आगोको अगाडि बसेर चिया पिउन थाल्यौँ। हाम्रो होटेलका दाइहरूले खाना पकाउनका लागि तरकारीहरू काट्दै तयारी गर्दै हुनुहुन्थ्यो। खाना खाएर हामी भोलिको यात्राको उत्साह बोकेर बिस्तारै आरामतर्फ लाग्यौँ र यसरी हाम्रो आजको दिन समाप्त भयो। गुड मर्निङ साथीहरू। मर्निङ भ्यू है रिम्चेबाट। रिम्चेको मर्निङ भ्यू है त। साथीहरू वी आर लिभिङ फ्रम हियर है। अब हामी यहाँबाट लगभग 8-9 घन्टाको यात्रा छ। अझ बेसी पनि लाग्न सक्छ। आज सक्यो क्यान्जिङरी, नसके अब कहाँसम्म पुग्छ त्यही टेन्ट गाड्ने सोचिरहेछौँ। लेट्स सी के हुन्छ भन्ने कुरा। आज खतरा फुर्ती साथ आउँदैछ। रिम्चेबाट हामीले आफ्नो यात्रा अघि बढायौँ र दोस्रो दिनमा हिमालहरू अझै स्पष्ट र सुन्दर रूपमा देखिन थाले।
साथीहरू हामी चाहिँ रिभर साइड पुगिसकेको छ। ठ्याक्कै 7:40मा हिँडेको मान्छे 9:40मा आइपुग्यो। ठ्याक्कै 2 घन्टा लाग्यो हामीलाई चाहिँ। हामी चाहिँ भिडियो खिच्दै आराम गर्दै आएको हुनाले यहाँबाट भ्यू चाहिँ यस्तो हिमालको देख्दो रहेछ दामीवाला होइन, एकदम राम्रो लाग्यो चाहिँ। ल त्यो हिमालको टुप्पोमा हेर्नु नि त उडिरहेको होइन त्यो के भएर उड्यो के को हुने उड्यो हावा चलेर हामी नदीको छेउमा केही समय आराम गरेर फेरि अघि बढ्यौँ किनकि हाम्रो आजको यात्रा अलि लामो हुने थियो। बाटोभरि बीचबीचमा देखिने सुन्दर दृश्यहरूले मनलाई गहिरो रूपमा खुसी बनाइरहेको थियो, जसले गर्दा हाम्रो यात्रा झन्झन रमाइलो र यादगार बन्दै गयो। यहाँबाट हामी 3 जना, हाम्रो एउटा लोकल दाइ हुनुहुन्छ र गाइड जस्तै छ दाइ, हामीलाई वरदान जस्तो भएको बाटोको बारेमा एक्ज्याक्ट लोकेसन 42 टाइम्स चाहिँ आउनु भएको दाइ हो। यस्तो शान्तिनो दाइ चाहिँ होइन, फेरि यहाँ माथि स्वास्थ्य चौकीको दाइ हुनुहुँदो रहेछ। ल साथीहरू अब यहाँबाट हिँड्यो, अब घोडा टबेला पुग्नलाई हामीलाई लगभग 15देखि 20 मिनट लाग्छ होला अरे। ल त्यहाँ गएर भेटौँला है त। लाङटाङ खोला हाइड्रो पावर होइन यहाँ बन्दैछ। त्यो चाहिँ रसुवाको 20-22वटा हाइड्रो पावरहरूमध्येको सबैभन्दा ठुलो हाइड्रो पावर यहाँ हुन्छ। यहाँ चाहिँ ठुलो ड्याम बन्छ। यहाँबाट टनेलमा यो पहाड बोकेर अनि टनेल बन्छ र बाम्बुमा निस्किन्छ त्यो पानी, पहाडभित्रै हाइड्रो पावर बन्छ। साथीहरू चौरी रे है, यो चाहिँ चौरीहरू चिन्नुहोस्। गदालाई चौरी नभन्नु, अनि अर्को के भन्नु, नागलाई चौरी नभन्नु। यो हो रियल चौरी चाहिँ। चोक्यो यहाँ त थरी थरीको हुँदो रहेछ, तर देखिने चाहिँ उस्तै उस्तै देखिने रहेछ है त। हाम्रो झोला अलि भारी थियो किनकि हामी याला पिक चढ्ने भनेर सबै सामान लिएर आएका थियौँ। त्यसैले बीचबीचमा केही समय रोकिएर आराम गर्दै अघि बढ्यौँ। दुईटा ब्याग बोकेको अवस्था साथीहरू। म यहाँ पोर्टर भइसकेँ होइन, यसरी यस्तै छ ल जिन्दगी। अगाडि बढ्दै जाँदा बाटोमा पहिरो गएको क्षेत्रहरू देखिन थाले। हामी ओल्ड लाङटाङ भ्याली पुग्यौँ अनि यहाँको पुराना कुरा रामदाईले सुनाउनु भयो। यो चाहिँ लाङटाङ भिलेज चाहिँ पहिले यहाँ थियो हजुर होइन। यो लगायत यो माथिल्लो भागमा होइन तपाईँसम्म यो सबै लाङटाङ भिलेज थियो। अनि 2072 साल वैशाख 12 गतिको भूकम्पमा माथिबाट हिमाल फुटेर आएर
अनि प्लस त्यहाँ ग्लासियर लेक होइन लेक पनि थियो त्यो लेकमा परेर लेक पनि फुटेर आएर अनि ठुलो हिम पहिरो आयो यहाँ त्यसपछि त्यसले त्यो भिलेज सबै लग्यो सबै नै खतम बनायो घरहरू होइन त्यहाँ भएको मान्छेहरू त्यो भिलेजमा भएको मान्छे गेस्टहरू टुरिस्टहरू गाइड पोर्टरहरू गाउँको मान्छेहरू एकजना पनि बाँचेन सबैजना मऱ्यो त्यसमा 11 जना चाहिँ नेपाल आर्मीको पनि ब्यारेक यहाँ थियो र 11 जना नेपाल आर्मी पनि मरेको भएर उनीहरूको मेमोरीमा चाहिँ यो चाहिँ बनाएको हो त्यही नै हो धन्यवाद लाङटाङ पुगिसकेको छ आफ्टर 8 आवर हाइक लाङटाङ एन्ट्री भइसकेपछि चाहिँ तपाईँले यस्तो खालको मानेहरू चाहिँ धेरै देख्न सक्नुहुँदो रहेछ होटेलहरू पनि रहेछ छन चाहिँ तर अलि टक्क पारामा पहिल्यै यसो बुकिङ गरेको राम्रो हुँदछ खाइरहेको चाहिँ डाफे हो है साथीहरू अलिक टाढा भयो कि आवाज नै त्यसकै हो र सही ऊ कता स्विजरल्यान्ड किन जानु पर्यो यत्तिको यहाँ भएपछि हामीले भर्खर डाफे हेऱ्यौँ यो चाहिँ रेस्ट्रिक्टेड एरिया र आज हामी रिम्चेबाट हिँड्दै आएका थियौँ त्यसपछि हामीले मुन्डुमै बस्ने निर्णय गर्यौँ त्यो ठाउँको नाम के हो मुन्डु होला तर कस्तो दामी देख्दो रहेछ यहाँबाट हेर्दा त हो र ओ माई गॉड त्यो सेतै हुन्छ त मैले देखाइदिएर कि अहिले तपाईँको पहिला एकैचोटि बाहिर आऊ एकचोटि पहिला बाहिर हेर ल तिम्रो हेरौँ सेतो ओ भ्याली माई गॉड दामी मतलब आएर फोटो ओइ यो त कस्तो डेन्जर रहेछ नि है? अघिल्लो रातको हिमपातले गर्दा आज बिहानको दृश्य एकदमै सुन्दर थियो चारैतिर हिउँ नै हिउँ थियो यो दृश्य एकदमै सुन्दर थियो हेर्दा मन नै शान्त हुने ल गाइज हामी चाहिँ जाँदैछौँ फुल हिउँ छ अहिले चाहिँ हामी बसेको ठाउँबाट लिभिङ वी आर लिभिङ अलिकति ग्रामर चाहिँ मिस्टेक हुनसक्छ ओ माई गड हामीभन्दा 1-2 जना अगाडि चाहिँ हिँडिसक्नु भयो है फेरि कस्तो हुँदैछ हिउँमा हिँड्दा दामी रमाइलो भइरहेछ गाइस है ल अब हामी फर्स्ट टाइम हो आई एम एक्सपिरियन्सिङ दिस वाउ इंग्लिश Oh my God. पढ्दै जाँदाखेरि अलिक गाह्रो चाहिँ हुने रहेछ है साथीहरू अलिक गाह्रो झन् हिउँमा फुल हिउँ सब 360 नै हिउँ र हिमाल बाहेक केही छैन होइन अनि हामी आज मुन्डुबाट आएको लास्ट नाइट मुन्डुमा बसेको थियौँ हामी आएको लगभग 1 घन्टा जति भयो बाटो कभर गरेको लगभग 200-300 मिटर नै कभर गरे होइन कि यस्तो सिधामा चाहिँ नाप्नु पर्दा एल्टिट्युड त झन् कति 50 मिटर माथि नै आएन होला क्या हामी तर अलि थाक्न चाहिँ थाक्दो रहेछ मलाई भिडियो बना भनेर दियो
हिँड्न नसकिरहेको बेलामा भिडियो बनायो भनेर यो ट्राइपोड सुतो सामान त दियो। अब के गर्ने होला। बाटो फेरि कस्तो राम्रो रहेछ, चिप्लिने ठिक छ। ओके, आई ट्राई नट टु स्लिप है, फेरि गुड नाइटवाला स्लिप होइन। अनि हामी चाहिँ म चाहिँ लाइफमा फर्स्ट टाइम यस्तो एक्सपिरियन्स गर्दैछु। It's very beautiful. I can't even imagine, bro. हेर्नु न तपाईँहरू देखेर दङ्ग एकदम दङचक पर्नुहुन्छ। यहाँ चाहिँ आइस पुरै जमिसक्यो, पग्लिसक्यो हिउँ। Well, I saddled up my shoes, headed out at dawn. Yeah, I saddled up my shoes, headed out at dawn. यसको अर्थ चाहिँ अर्को जुनीमा हामीले बाटो राम्रो पाउनु होला नि हो। अर्को जुनीवाला हामीले बाटो राम्रो पाउने भनेको अहिलेलाई हामीलाई सुख शान्ति पाउनु होला। धन्यवाद। Ain't no place gonna hold me when the road keeps rolling on. हामी क्यान्जिङ पुग्यौँ बल्ल टक्क पारामा साथीहरू। अब हामी बस्ने होटल चाहिँ अगाडिको याला पिक भन्ने होटलमा बस्ने निर्णय गरेछौँ। यस्तो राम्रो देखिने रहेछ यहाँबाट हिमालहरू त, भ्यू त इन्सेन्ट दामी छ। क्यान्जिङ एकदम राम्रो छ है। हामी मुन्डुबाट लगभग त्यहाँ 8 चान्चुन 8:30 बजीतिर निस्केको मान्छे 11:15 भएछ। हामी एकदम धेरै बस्दै आएको, तर हाम्रो त अब प्याक अलिक धेरै भएर होला। हजुरहरूलाई यत्रो बेड नलाग्नु पनि सक्छ, लाग्नु पनि सक्छ। बस्दै आउनु होला, ढुक्क पुगिन्छ है। यसो अल्छी लाएर म चाहिँ एक्लै हिँडेको, साथी चाहिँ उहाँ अलिकति थकाइ लाग्यो अरे भनेर बसिरहनु भएको छ। म हेर्दैछु यहाँबाट ग्रेसियर लेक आधी घन्टाको दुरीमा छ भनेर। अब सके त्यहाँनिर जान सक्छु म। बनाउन सफल भएँ। त्यहाँदेखि यस्तो घुमाइ लाग्यो। यहाँ चाहिँ आएर कसरी पल्ट्यो घुमाउनु लाग्यो त पल्ट्यो यार। बस्ती चियर जस्तो भयो। हैट दामी यार। तर हामी चाहिँ क्यान्जिङतिर हिँड्दैछौँ 1 बजेतिर। यसो भोलिको लागि अहिले तयारी, भोलि फेरि याला बेस क्याम्प जानु छ। त्यही भएर यसो अलिकति एक्मलाइटाइजेसन के भन्छ त्यस्तैवाला भन्छ होइन, त्यो चाहिँ गर्नुपर्ने हुन्छ। साथीहरू टक्क दामी पारामा स्नोफल हुन लाग्छ। थोरै कपाल सस्तो टाइपको आइसकेको छ होइन। यो चाहिँ फेरि वाइल्ड छ, दामी हिउँहरू चाहिँ चिप्लो पारेको छ अलिअलि ट्रेलहरू। तर ठिकै छ ल। पुग्यो साथीहरू। Left my baby crying, said she can't live that way. Left my baby crying. माथि हावाको स्पिड हेर्नु न, हाइट हावा चाहिँ डेन्जर लाग्दो रहेछ है। भ्यू चाहिँ सबै छोप्यो अब, तर केही छैन। माथिबाट हेर्न चाहिँ राम्रै रहेछ। ठिक छ, मेरो आवाज सुनेको छ कि छैन म सबटाइटलहरू हालिदिन्छु। बट वर्थितै छ है साथीहरू यहाँ माथि आउनु चाहिँ। याला पिक चढ्ने भनेर आएको मान्छे क्यान्जिङ गुम्पामा यत्रो ज्वरो आएर थन्केर बस्नु परेको छ साथीहरू। के गर्ने होला अब। यता चाहिँ यो छ,
के भन्दै त यो पनि यालापिक जाने भनेर बसिरहेको थियो एउटा कुहिरेलाई भेटेको थियो अनि जान्छु भनेर बसिराख्दाखेरि यहाँ अरू यहाँको लोकल मान्छेहरूको कुरा सुन्दा नजाने प्लानमा भयो हिउँ धेरै परेको छ अरे के अरे गाइड लिएर जानु अरे के अरे भन्दा हि क्यान्सल हिज प्लान अब शेरकोरी हो कि चेरकोरी जाने रे यिनीहरू म चाहिँ सुतेर बस्नुपर्छ यहीँ गुड नाइट साथीहरू अब क्यान्जिङबाट हामी चाहिँ यालापिक जाने भनेको धेरै नै हिउँ भएर जान सकिएन अब हामी चाहिँ चेरगुरीसम्म चढ्ने प्रयास गर्छौँ ल है त बाटोमा भेट्दै गरौँ ल यहाँ चाहिँ एउटा ब्रिज रहेछ सानो यो बाटो हुँदै जानुपर्ने चाहिँ यो हो आज Till the love ain't chained down, it just comes and drifts away. साथीहरू यहाँबाट मान्छे चेरगुडी जाने रहेछ त्यहाँ तलबाट याला खर्कलाई है त साथीहरू नझुकिनु होला तपाईँहरू चाहिँ ओके ल यहाँ साइनबोर्ड छ ढुक्क म चाहिँ यहाँ रेस्ट गर्दैछु अलिकति 360 भ्यूबाट अलिक टपमै पुग्न थालेँ म बट वर्थ इट छ है वर्थ इट साथीहरू बाटो चाहिँ एकदम चिप्लो हिउँ नै हिउँको भयो तर ठिकै छ सास पनि अलिकति फुल्या जस्तो भयो हिमालको पुरा अगाडि आइसक्यो हामी फुल उयो झन्डै चिप्लेको त्यो चाहिँ यहाँबाट आउँदैछ फुल अलिक गाह्रो पऱ्यो ल है साथीहरू अलिक गाह्रो त गाह्रै छ ल साथीहरू हामी चाहिँ 4450 मिटरमा आइसक्यौँ हामीले क्यान्जिङदेखि चाहिँ यहाँसम्म आउन लगभग 2 आवर 30 मिनट जति लाग्यो लास्ट चाहिँ हिउँ रहेछ साथीहरू यहाँ चाहिँ 3-4 दिन परेर है त्यही भएर चाहिँ अलिक गाह्रो रहेछ अब यत्रो घुमेर अझै जानुपर्ने छ लगभग 1.5-2 घन्टा लाग्ला मेरो सुज भिज्यो सबै हिउँले गाडेर सो अलिकति नरमाइलो चाहिँ लाग्यो बट इट्स ओके खाली खुट्टा हिँडिदिन्छु अहिले यो चाहिँ अति भयो ल बाटो चाहिँ ऊ त्यो गरेर ठाडै माथि ल हाइट यो फाइनल गरेर देखाएँ मैले कम्प्लिट म एक्लै छु यहाँ कोही पनि छैन एक्लै छु म यहाँ कोही छैन नो वान बट भ्यू चाहिँ अहिले देखेन बट इट्स ओके त्यहाँ हेर्नु हिमाल खोलेको त्यहाँ अलिकति मेरो क्यामेरामा देखिन है तर यहाँबाट यस्तो सेतो हेर्न भयो नि आनन्द मन मेरो यति खुसी छ आज म यति ह्याप्पी भइसक्यो कि Oh my God! Saw the sun in the distance look like a burning coin. Saw the sun. त्यहाँ पुगिसकेँ म चाहिँ यहाँ छु Distance look like a burning coin. Lord, I don't need no preacher. अब हामी चाहिँ जान लागेको यहाँबाट एउटा चाहिँ अगाडि गइसक्यो ल अब हामी चाहिँ क्यान्जिङ गुम्बाबाट जाँदैछौँ यति राम्रो दृश्य छरेर हामी लाग्यो अब कहाँसम्म जान सकिन्छ हेरौँ तलसम्म जान्छौँ
त्यही गरी दुईजनासँगै शक्ति भयो भने चाहिँ गोसाइकुण्ड जान्छौँ नै। त्यही गरी दुईजनासँग शक्ति भएन भने चाहिँ त्यही गएर डिसाइड गर्नुपर्ने हुन्छ ल। अहिले पहिरो पुग्नलाई साथीहरू क्यान्दिङ गुम्बाबाट 7:30 बजी 8:30 बजी हिँडेको 8:30 बजी हिँडेर हामी पहिरो 5:30 बजी पुग्यौँ। लगभग 9 घन्टा चान्सुन जति हिँडिसकेको डेन्जर पुस हान्यौँ। एकजना पछाडि नै अझै आएन। गोसाइकुण्डको यात्रा कसरी सुरु गर्ने भइरहेछ, तर गर्नुपर्छ। अब होटेल गएर भेटौँला है त एकैचोटि। र साथीहरू पहिरोबाट 10 मिनट आएपछि यो साइनबोर्ड देख्नु हुने रहेछ हजुरहरूले। अब यहाँबाट चाहिँ हामी गोसाइकुण्डतिर लाग्दैछौँ। आज चोलाम पार्टी हुन्छ कि ठुलो स्याप्रो हुन्छ, हेर्दै जाऊँ साथीहरू। Just that dust road to join. अब यो उजान ढाँडा हो। पहिलो बेसीमा रात पर्यो भेलो भयो भने यहाँ उजान ढाँडा भन्ने ठाउँमा पनि बस्ने ठाउँ मिल्छ है। कोठाहरू छ, बाबुहरू, दाजुभाइ, दिदीबहिनीहरू बस्छ। हामीलाई चाहिँ पहिरोबाट ठुलो स्याप्रोसम्म आउनलाई लगभग 3 घन्टा लाग्यो बसेपछि आउँदा नि होइन। यहाँनिर होटेलहरू चाहिँ टन्नै रहेछ है। मिनेटै पछि होटेल रहेछ ठुलो स्याप्रोसम्म चाहिँ। प्याकेज भनेको त्यही 1200 जतिमा प्रायमा पाइने नै रहेछ। सबै ब्रेकफास्ट, डिनर, टी, वाटर, सावर प्लस वाइफाई नै होइन। म चाहिँ इभी भिलेजबाट एक्लै गोसाइकुण्डतर्फ लाग्दैछु। साथी अलिकति उसको चिसोले गर्दा अलिकति गाह्रो भएको कारण त्यस्तो बित्ति त होइन, त्यही नै म यहाँबाट एक्लै यात्रा सुरु गर्दैछु। अब म गोसाइकुण्डतर्फ जाँदैछु। लगभग मलाई लाग्छ होला 7-8 घन्टा मेबी। हजुरहरूलाई बाटोमा भेटौँला है त। म चाहिँ अहिले चोलाङ पार्टी आइयो। इभी भिलेजबाट लगभग हिउँको कारण भएर नि मैले 2 घन्टामा कम्प्लिट गर्न सकेँ। अब यहाँबाट गोसाइकुण्डतर्फ लाग्दैछु म। यहाँबाट नर्मली हिउँ नपऱ्यो भने 3-4 घन्टा लाग्छ अरे। अब हिउँ परेछ, हेरौँ म कति घन्टामा पुग्दो रहेछ है त साथीहरू। लास्ट डे थाकेँ अति नै। बिच बाटोमा त मलाई के भयो भने म एक्लै छु, ला ढल्छु क्या जस्तो फिल भयो। यस्तो हिउँ थियो, यस्तो हिउँ थियो। म कसरी आएँ मलाई मात्र थाहा छ। हिउँमा गोसाइकुण्ड आउनु छ भने हजुरहरू या 3 दिन या 4 दिनको मात्रै मिलाएर मात्र आउनु होला। म तल इभी भिलेजबाटदेखि गोसाइकुण्डसम्म एक्लै, कोही छैन माथि आउने। तल झर्ने 2टा ग्रुप देखेँ मैले, एकजना 5 वटा, एकजना 4 जना अनि एकजना भाइ भेटेँ मैले तल्लै। नभए त नो वान। ट्रेलमा कोही पनि थिएन, एक्लै। म चाहिँ आफ्टर 5 आवर इभी भिलेजबाट गोसाइकुण्ड आएँ। अनि म अहिले बसेको होटेलको नाम चाहिँ हिमालयन शेर्पा होटल एन्ड रिसोर्ट्स रहेछ। यहाँबाट देखिने चाहिँ सिधै गोसाइकुण्डै देख्नु हुँदो रहेछ यहाँबाट सिधै। अनि अर्को नै एउटा देख्नुहुन्छ हजुरले, अहिले चाहिँ हुस्सोहरू भएर अहिले देखेको छैन, भनेको देखेँ रहेछ। उता रहेछ एउटा। 5 घन्टामा माथि आइपुगेँ। यहाँको दाइ नै अचम्म पर्नु भयो। ल है साथीहरू, यस्तो छ हिँडाइ। अहिले मौसम खोलेको हुनाले गोसाइकुण्ड यस्तो राम्रो देखेछ, यस्तो राम्रो देखेछ गोसाइकुण्ड होइन साथीहरू। आम्मामा म त के भन्नु, भगवान आए है, भगवान आए। भगवान रहेछ, म टोक्छु अहिले नै।
साथी म चाहिँ गोसाइकुण्डबाट 8:14 हिँड्दैछु साथीहरू। अब यहाँबाट म एकैचोटि तल पुग्नुपर्ने छ, त्यही भएर म त्यहाँबाट बिदा हुन थालेँ। अहिलेलाई यति नै। अब हेरौँ है त कति बजी पुग्छु म। ल बाई बाई गोसाइकुण्ड, सी यु लेटर। भगवान्ले बोलायो भने फेरि आउनेछु म। अहिलेको लागि चाहिँ बाई बाई। ल साथीहरू म लौरी बिना पुग्न लागिसकेँ। have too fast. डाइरेक्ट यहीँ बसेँ हो, इबी भिलेज आएर लगभग 2 घन्टा 22 मिनटमा म आइपुगेँ है तल। अहिलेलाई यति अपडेट।